ख्रीष्ट येशू आफै पनि धेरै ठुलो मूल्य चुकाएर आफ्नो दौडलाई पुरा गर्नुभयो। उहाँले आफ्नो परमेश्वर पिताले दिनुभएको आफ्नो कामलाई पुरा गर्नको लागि सजिलो थिएन। उहाँले धेरै मूल्य चुकाउनु पर्यो। त्यो क्रुसको बलिदान सानो थिएन र हामीलाई लाग्छ उहाँले सजिलैसँग क्रुसमा बलिदान हुनुभयो, सजिलैसँग उहाँले हाम्रो लागि पापहरू लगिदिनु भयो, धोइदिनु भयो भनेर हामीलाई लाग्छ। तर यहाँहरूलाई म भन्न चाहन्छु ख्रीष्ट येशूले त्यो पुरा गर्नुभएको आफ्नो होमवर्क, आफ्नो पिताबाट पाएको आज्ञाकारितालाई पुरा गर्ने बाटो चाहिँ वास्तवमा साँघुरो बाटो हो। त्यो एकदमै गाह्रो बाटो हो र येशूले त्यसरी नै उहाँलाई थाहा भएको कुरा पहिले नै तपाईँले मलाई जानकारी गराउनु भएको छ। मत्ती 7:13 तिमीहरू साँघुरो बाटो भएर हिँड्नुपर्छ। मत्ती 7:13 यसरी भन्छ, साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ। यहाँ के भनिरहेछ? विनाशमा पुर्याउने ढोका के छ? फराकिलो छ र सजिलो छ। तर तिमीहरूलाई म भन्छु, यदि तिमीहरू राम्रो जीवन जिउन चाहन्छौ र आशिषित जीवनमा पुग्न चाहन्छौ भने मत्ती 7:14 यसरी भन्छ, किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै नै हुन्छन्। आमिन। कति हुन्छन्? थोरै नै हुन्छन्। याद दिलाउन चाहन्छु, साँघुरो बाटोबाट हिँड्ने मान्छे बाइबलले सिधै भनेको छ कम्ती हुन्छ। साँघुरो बाटो हिँड्ने मानिसहरू कति हुन्छ? थोरै हुन्छ। सबैले भन्नु थोरै हुन्छ। बुझ्नुभयो कि नै? धेरै हिँड्ने बाटो चाहिँ के हो? खासमा धेरै मानिसहरू हिँड्ने बाटो चाहिँ के रहेछ? ठुलो, सजिलो। र आज यहाँहरूलाई म यो कुरा किन जोड्दैछु भने नि, चर्चभित्र आउने र प्रभु येशूलाई विश्वास गर्ने हरेक मानिसहरूलाई म याद गर्छु, आज उनीहरूले धेरै सजिलो खोजिरहेको छ। उनीहरूले परमेश्वरको राज्यमा जिउने तरिकाहरू सर्टकट खोजिरहेको छ। उनीहरूले आशिष पाउने तरिकाहरू सर्टकट खोजिरहेको छ। उनीहरूलाई सजिलैसँग प्रार्थनाको उत्तर चाहेको छ। उनीहरूलाई सजिलैसँग परमेश्वरले फस्ट्याएर लगेको, उनीहरू सजिलैसँग परमेश्वरको राज्यमा उनीहरू फल्दै फुल्दै भरिन चाहन्छन्। उनीहरूलाई सजिलै सब थोक भइदियोस् भन्ने उनीहरू चाहन्छ। तर उनीहरू आफ्नो जीवनबाट प्रभु यीशु ख्रीष्टसँग कहिले सिक्दैन, किनभने येशूले कति धेरै बलिदान दिनुभएको थियो उनीहरूलाई याद छैन। सो आज यहाँहरूलाई भन्न चाहन्छु, प्रभु यीशूले हामीलाई साँघुरो बाटो हिँड्न सिकाउँदै हुनुहुन्छ। कस्तो बाटो? साँघुरो। यसको मतलब कस्तो साँघुरो? तपाईँको जीवनमा अप्ठ्यारो आउँछ, तपाईँको जीवनमा फाइनेन्सको कमी आउँछ, तपाईँको जीवनमा आफन्तले तपाईँलाई धेरै कुरा भन्न सक्छ, तपाईँको जीवनमा आत्मिक जीवनको लडाइँ लड्न तपाईँलाई गाह्रो हुनसक्छ, तपाईँलाई धेरैले प्रेसर दिन सक्छ, तपाईँलाई सजिलै ख्रीष्टको जीवन जिउनलाई अन्धकारको शक्तिले दिँदैन। तपाईँलाई धेरै कुराले थिच्ने, निचर्ने, खुट्टा तान्ने जस्ता कुराहरू आउन सक्छ। तर तपाईँ फराकिलो ढोकालाई छाडेर तपाईँ ख्रीष्टको बाटो हिँड्न चाहनुहुन्छ भने तपाईँले साँघुरो बाटो नै म हिँड्छु भनेर मन बनाउनुपर्छ। सजिलो बाटो संसारको, सजिलो बाटो हिनामिनाको, सजिलो बाटो झुटको, सजिलो बाटो जे पनि तपाईँले पाउनुहुन्छ, छटाई पटाई तपाईँले गर्नुहोस् सजिलो, तर सत्य बोल्नु गाह्रो, इमान्दारिताको साथमा पैसा कमाउनु गाह्रो। सब थोक तपाईँले परमेश्वरको राज्यमा हेर्नुहुन्छ भने सजिलोसँग जीवन जिउनको लागि वास्तवमा गाह्रो कुरा हो। राम्रो जीवन जिउन चाहनुहुन्छ भने वास्तवमा त्यो गाह्रो कुरा हो। तर तपाईँले नराम्रो जीवन जिउन चाहनुहुन्छ भने तपाईँले जसरी पनि जिउन सक्नुहुन्छ। आज ख्रीष्टमा आएकाहरू हामी सबै आजै पनि सजिलो खोजिरहेका छ कि उनीहरूले अझै पनि प्रार्थनामा समय बिताउनु चाहँदैन। उनीहरूलाई परमेश्वरले त्यतिकै आशिष दिएको चाहन्छ। उनीहरू दिएर प्राप्त गर्नुलाई चाहँदैन। उनीहरू म दिदिनँ तर परमेश्वरले चाहिँ मलाई धेरै दियोस् भन्ने चाहन्छन्। उनीहरूले आफ्नो जीवनको लगानी गर्नु चाहँदैन तर अरूले चाहिँ हाम्रो जीवनमा लगानी गरिदियोस् भन्ने चाहन्छ।
उनीहरू मेहनत गर्न चाहँदैन, उनीहरू खट्न चाहँदैन, उनीहरूले कुनै पनि गाह्रो कामलाई हात हाल्नै चाहँदैन, किनभने हामीलाई सबै कुरा बसी बसी परमेश्वरले दिनुहुन्छ भन्ने विश्वास र प्रार्थनामा हिँडिरहेको छ। र आज यहाँहरूलाई भन्न चाहन्छु, परमेश्वरको राज्य सजिलो छैन। परमेश्वरको राज्य र ख्रीष्ट येशूले देखाउनु भएको बाटो साँघुरो छ भन्छ। अनि साँघुरो बाटो चाहिँ यो कारणले भनेको, तपाईँ साँघुरो बाटोबाट हिँड्दै गर्दाखेरि जता पनि तपाईँ ठोक्किन सक्नुहुन्छ। यसमा बस्दै यता हिलो यता विभिन्न किसिमको संसारको कतिवटा नराम्रा कुराहरू तपाईँसँग ठोक्किन सक्छ। त्यो बाटोमा हिँड्दाखेरि तपाईँ बस्दै हिँड्नुपर्ने हुन्छ। जब तपाईँ यो बाटो यसरी हिँड्नुहुन्छ, तपाईँको लागि धेरै ठुलो कुरा पछाडि राखिएको छ। आमेन। सानो कुरा ट्राई गर्यो, भएन, छोडिदियो। प्रार्थना गर्यो, उत्तर आएन, छोडिदियो। परमेश्वरलाई दिनको लागि सिकिरहेको छ, अलिअलि दियो, 1 महिना दियो, 2 महिना दियो, हुँदैन रहेछ, छोडिदियो। कहाँ 1 महिना 2 महिना 3 महिनाले जीवन चल्छ। जबसम्म तपाईँले पाउनुहुन्न तबसम्म तपाईँले गर्नुभएको कार्यलाई कन्टिन्यू गरिराख्नुपर्छ। कसैलाई 1 साल लाग्न सक्छ, कसैलाई 2 साल लाग्न सक्छ, धेरै वर्ष पनि लाग्न सक्छ। मेरो जीवनमा मैले विश्वास गरेको धेरै वर्षपछि मेरो परिवारले बल्ल आशिष पाउन सुरु गर्यो। 13 वर्ष विश्वास गर्दासम्म पनि हामीलाई धेरै कुराको अभाव थियो, तर पनि हामी गनगन नगरी लागिरह्यो प्रभुको महिमामा। तपाईँलाई थाहा छ, 13 वर्षपछि बल्ल सबै कुराहरू बन्दै आयो। यो कसरी भयो कि हामीले त्यसलाई छोडेर सजिलो उपाय अपनाउँछौँ अब भनेर सर्टकट हिँड्न थालेनौँ। हामी गएनौँ त्यो सर्टकट। इभन मेरो सानो बहिनीहरू, मेरो परिवार कसले पनि त्यो सर्टकट अपनाउन खोजेन। तर प्रभु यीशुको उपस्थितिमा हामीले जस्तो सुकै, तपाईँलाई भन्नु चाहन्छु, खानुलाई धाउ पर्यो। कति दिन हामीलाई राम्रोसँग बिहान र बेलुका खाना खान पनि अप्ठ्यारो थियो, तर पनि हामीले प्रभुको महिमा गर्न, आराधना गर्न, स्तुति गर्न, धन्यवाद दिन र प्रार्थनामा लागिरहन र उहाँको महिमामा जुन सेवा थियो हामी गरिराख्न हामीले छोडेनौँ। त्यो हाम्रो लागि सजिलो थिएन, त्यो हाम्रो लागि धेरै गाह्रो थियो। जुन गाह्रो थियो हामीले काट्यौँ। अहिले परमप्रभुले हामीलाई यति धेरै आशिष दिनुभएको छ। मसँग जति परिवार हुनुहुन्छ अहिले, हामी सबैजना आफ्नो ठाउँमा सेटल भएको छौँ। उहाँको अनुग्रहले हामी सबैजना आशिषित छौँ। मेरो ठाउँमा मेरो परिवार, मलाई परमेश्वरले अनुग्रह गर्नुभएको छ। मेरो भाइ बुहारीलाई अनुग्रह गर्नुभएको छ, मेरो दाइ भाउजूलाई अनुग्रह गर्नु, मेरो 2टा बहिनीहरूलाई अनुग्रह गर्नुभएको छ। मेरो परिवार सबैलाई परमेश्वरले ग्रेसमा डोराइराख्नु भएको छ। तर यहाँलाई भन्न चाहन्छु, सजिलो थिएन। जुन समय हामीले बिताउँदै आयौँ सजिलो थिएन। हामीले साँघुरो ढोका भएर छिर्यौँ। हामीले सजिलो उपाय अपनाएको भए आज हामी यहाँ आइपुग्ने थिएनौँ। यहाँबाट म यहाँलाई के भन्न चाहन्छु भने, प्रभु येशूले तपाईँलाई कहिले पनि सजिलो बाटो अगुवाई गर्नुहुन्न। कसो? परमेश्वरले तपाईँलाई कहिले पनि सजिलो बाटो अगुवाई गर्नुहुन्न। यहाँहरूलाई आज फेरि म यो कुरा बताउन आएको छु कि हामीलाई लाग्छ प्रभु येशूले तपाईँलाई सजिलो कुरा अगुवाई गर्नुहुन्छ। तपाईँले सोच्नु होला, प्रभु येशूले गर्नुभएको अगुवाई जुन तपाईँले सजिलैसँग गरिराख्नु भएको छ नि, यो कुरा चाहिँ येशू ख्रीष्टले गर्नुभएको अगुवाईमा म पास हुँदैछु। तर यहाँ म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, जुन कुरा तपाईँलाई गाह्रो, जुन कुरा तपाईँ सक्नुहुन्न, प्रभु येशू ख्रीष्टले तपाईँसँग त्यही कुरा माग्नुहुन्छ। आमीन। प्रभु येशू ख्रीष्टले तपाईँलाई त्यही कुरा माग्नुहुन्छ। आज म यहाँलाई यो कुरा भन्न आइरहेको छु, अगुवाई भन्ने एउटा शब्द छ। के शब्द छ? हामी सबको मुखमा एउटा शब्द निस्किरहेको हुन्छ, अगुवाई। मलाई परमेश्वरले यस्तो अगुवाई गर्नुभयो, मलाई येशूले यो अगुवाई गर्नुभयो। अनि म हेर्छु हरेक विश्वासीको जीवनमा, क्रिस्चियन व्यक्तिहरूको जीवनमा, प्रभुको राज्यमा जिउने व्यक्तिहरूको जीवनमा म हेर्छु उनीहरूले अगुवाई भन्ने शब्द सुन्छु म। अनि म अचम्म लाग्छ, किनभने मेरो जीवनमा परमेश्वरले अगुवाई गर्नुभएको कुरा सजिलो थिएन। मेरो लाइफमा प्रभु येशूले गर्नुभएको अगुवाई सजिलो छैन। र म धेरैले सजिलैसँग अगुवाई गर्नुभयो र मैले गरेँ। मैले अगुवाई गर्नुभयो, मलाई यस्तो भयो, मलाई अगुवाई गर्नुभयो अनि मैले पुरा गरेँ। म पुरा गरेको कुरा हेर्छु सबैजना आफ्नो फेभरमा हुन्छ के त्यो। जुन कुरा तपाईँले
परमेश्वरले अगुवाई गर्नुभयो भन्दै गर्नु भएकोमा तपाईँलाई दुख्दैन। जुन कुरा परमेश्वरले अगुवाई गर्नुभयो र तपाईँले सजिलै पुरा गर्न सक्नु भइरहेको छ भने त्यो परमेश्वरको अगुवाई हुँदैन। र आज म तपाईँलाई भन्नु चाहन्छु, यदि ख्रीष्ट येशूले जब तपाईँलाई अगुवाई गर्नुहुन्छ नि, तपाईँलाई दुख्छ, तपाईँलाई गाह्रो हुन्छ, तपाईँले जिन्दगीमा धेरै प्रार्थना गर्नुपर्छ त्यो अगुवाई पुरा गर्नलाई। यदि तपाईँको अगुवाई सजिलैसँग तपाईँ गरिराख्नु भएको छ, त्यो तपाईँको मनको र भावनाको अगुवाई हो। तर ख्रीष्टको अगुवाईलाई तपाईँले याद गर्नुभयो भने जहिले पनि अघि म भन्दै थिएँ, साँघुरो ढोकाबाट छिर्न लाउनुहुन्छ। येशू ख्रीष्टको अगुवाई साँघुरो ढोकाबाट छिर्न लाउनुहुन्छ। प्रभु येशूले भन्नुहुन्छ, सानोसँग पनि गएर झुक। 50 वर्षको उमेरमा भएको व्यक्तिलाई तिमी बच्चासँग पनि नम्र हुनुपर्छ, सानोसँग तिमीले सरी भन्नुपर्छ। यो अगुवाई सजिलो होइन। तिम्रो श्रीमानले तिमीलाई नबुझे तापनि तिमीले श्रीमानलाई आदर गरिराख्नुपर्छ। यो सजिलो अगुवाई होइन। तपाईँको श्रीमान तपाईँभन्दा कम्ती आत्मिकी होला, तर श्रीमान श्रीमान हो। आदर तिमीले गर्नै पर्छ। यो बिब्लिकल हो, यो परमेश्वरको राज्यको प्रोटोकल हो। आज धेरैको जीवनमा यो अगुवाई आएको छ। पवित्र आत्माले भन्नुहुन्छ, सकेको छैन, तपाईँ भन्नुहुन्छ तपाईँले गर्नुभएको अगुवाई मैले पुरा गरेको छु, त्यो तपाईँको अगुवाई हो। तर येशू ख्रीष्टको रियल अगुवाईलाई तपाईँ खोजेर हेर्नुहोस्, तपाईँको मुटु चटक्क चुडिन्छ। त्यस्तो अगुवाई उहाँले गर्नुहुन्छ। त्यो कारणले गर्दा तपाईँ कस्तो अगुवाई र कुन अगुवाई प्रभु येशूले गर्दै हुनुहुन्छ र म पुरा गर्दैछु भने तपाईँ सोच्नुहुन्छ। म तपाईँलाई बाइबलबाट उदाहरण दिन चाहन्छु। एउटा व्यक्ति धनी युवक भनेर लेखेको छ। यहाँलाई म बाइबलबाट उदाहरण दिन चाहन्छु। मत्ती 19 एउटा धनी युवकको विषयमा लेखिएको छ। 16 यसरी लेखिएको छ, उहाँका आएर एकजनाले भने, गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्नुपर्छ? 17ले भन्छ, उहाँले तिनलाई भन्नुभयो, असल के हो त्यस विषयमा तिमी मलाई किन सोध्दछौ? असल त एउटै मात्र हुनुहुन्छ। तर तिमी जीवनमा प्रवेश गर्ने इच्छा गर्दछौ भने आज्ञाहरू पालन गर। 18ले भन्छ, तिनले उहाँलाई भने, कुन चाहिँ? यसोले भन्नुभयो, तैँले हत्या नगर्नु, तैँले व्यभिचार नगर्नु, तैँले चोरी नगर्नु, तैँले झुटो गवाही नदिनु, आफ्ना आमा बाबुको आदर गर्नु, आफ्नो छिमेकीलाई आफू झैँ प्रेम गर्नु। 20 पदले भन्छ, ती जवान मानिसले उहाँलाई भने, यी सब त मैले पालन गरेकै छु, अब ममा के कमी छ? 21ले भन्छ, यसोले तिनलाई भन्नुभयो, तिमी सिद्ध हुन चाहन्छौ भने गएर तिमीसित भएका सबै बेचेर दरिद्रलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर मेरो पछि लाग। जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुखित भएर गइहाले, किनकि तिनको धेरै धन सम्पत्ति थियो। आमेन। यो वचनबाट तपाईँले के बुझ्नुहुन्छ? उसले सब थोक गरिसकेका थिए। उसले सब थोक गरिसकेको थियो। त्यो धनी व्यक्तिले सबै कुरा प्रभु येशूले भन्नुभएको कुरा उसले गरिरहेको थियो। के गर्यो? उसले व्यभिचार गरेन, उसले चोरी गरेन, झुटो बोलेन, छिमेकी आमा बाउलाई आदर गर्ने कुरा, आफ्नो छिमेकीलाई प्रेम गर्ने कुरा उसले सब थोक गर्दै आएका थिए। अनि मैले के गर्नु बाँकी छ? प्रभु येशूले भन्नुभयो, धन सम्पत्ति बेचेर दरिद्रलाई देऊ र मेरो पछि लाग। उसलाई त्यही चाहिँ गाह्रो भयो। उसलाई लागेको थियो यही त होला। उसलाई लागेको थियो जुन कुरा मैले गर्दै आएको छु त्यही कुरा त येशू ख्रीष्टले माग्नुहुन्छ होला र म भनिदिन्छु मैले गर्दै आएको छु। उसलाई लाग्यो, उसले घमण्डको साथ भनेको छ, यी सब कुरा मैले गरेको छु। तर प्रभु येशूले त्यही कुरा माग्नुभयो जुन उसले गरेको थिएन। आज जिन्दगीमा म तपाईँलाई भन्न चाहन्छु, तपाईँलाई अगुवाई लागेर तपाईँले मान्दै आएको सजिलै तपाईँले गरिराख्नु सक्नु भएको छ भने तपाईँ ध्यान दिनुहोस् आफ्नो जीवनलाई, कि त्यो कुरा तपाईँको मन, त्यो कुरा तपाईँको भावनाको अगुवाई हुनसक्छ। भावनाले तपाईँलाई झुक्क्याउँछ, मनले तपाईँलाई झुक्क्याउँछ। सजिलै हुने कुराहरू हामी गर्न सक्छौँ, तर जुन कुरा गाह्रो छ हाम्रो परमेश्वरले त्यही कुरा माग्नुहुन्छ। जुन कुरा तपाईँको मुटुले दिँदैन, जुन कुरा तपाईँले सक्नुहुन्न, येशू ख्रीष्टले त्यही कुरा गर्नु लाउनु भएको छ। युवकलाई येशूले भन्नुभयो, धनी मानिस थियो, उसँग टन्नै धन सम्पत्ति थियो, अब त्यो बेचेर आउनु त मेरो पछि। ऊ सकेन। आज यहाँहरूलाई म यो वचनबाट के भन्न चाहन्छु भने अगुवाई सजिलो हुँदैन। र जुन दिन तपाईँ प्रभु येशूको, जुन दिन परमेश्वरको अगुवाईमा जिउन सुरु गर्नुहुन्छ,
तपाईँको आशिष बेग्लै हुन्छ। तपाईँलाई के लाग्छ? परमेश्वरले ठुलो अनुग्रह र आशिष दिनुभन्दा अगाडि नै तपाईँसँग माग्नुहुन्छ। फेरि दोहोऱ्याउन चाहन्छु, तपाईँलाई ठुलो आशिष दिनुभन्दा अगाडि परमेश्वरले तपाईँसँग माग्नुहुन्छ। र हामीलाई लाग्छ पहिला देऊ अनि म दिन्छु, पहिला मसँग होस् म दिन्छु। चाहे माया होस्, चाहे शान्ति होस्, चाहे पैसा होस्, चाहे हर कुरा होस्, चाहे तपाईँले बोक्दै गरेको ब्याग, चाहे लुगा, तपाईँको जुत्ता, तपाईँको हरेक कुराहरू होस्, मसँग भएपछि पो दिने। तर याद गर्नुहोस्, प्रभु यीशु ख्रीष्टको जीवन स्टाइललाई, प्रभु यीशु ख्रीष्टको लाइफ स्टाइललाई तपाईँले हेर्नुभयो भने आफूसँग भएको कुरा पनि कहिलेकाहीँ दिन लाउनुहुन्छ। त्यस्तो अगुवाई गर्नुहुन्छ उहाँले। मैले अघि नै भने त्यस्तो अगुवाई गर्नुहुन्छ जो तपाईँसँग टपक्कै टाँसेर बसेको हुन्छ, त्यही कुरा दिन लाउनुहुन्छ। सक्नुहुन्छ? गाह्रो छ। र हामीलाई लाग्छ हामी अगुवाई भयो, बजार जाने अगुवाई, बजार नजाने अगुवाई, सुँगुरको मासु खाने अगुवाई, सुँगुरको मासु नखाने अगुवाई, यो सबै भावना र मनको अगुवाई हो। परमेश्वरको राज्यमा यस्तो अगुवाईको भ्यालु छैन। परमेश्वरको राज्यमा अगुवाई साँगुरोहरू रोगबाट जिउने। परमेश्वरको राज्यको अगुवाई यस्तो गाह्रो कुराहरू गर्न लाउनुहुन्छ कि त्यो कुरा गर्दाखेरि तपाईँको मुटु चटक चटक दुख्छ के। यदि तपाईँ त्यो दुख्दै पनि प्रभु यीशुले मलाई भन्नुभयो र मैले त्यो कुरा गरेँ भन्नुहुन्छ भने तपाईँ रियल आत्माको अगुवाईमा हुनुहुन्छ। यदि होइन भने तपाईँले सजिलैसँग त्यो अगुवाईहरू मैले धनी मान्छे जस्तै गरेर आएको त हो भन्दै हुनुहुन्छ भने त्यो यीशु ख्रीष्टले भन्नुभएको होइन। त्यो तपाईँलाई सजिलो लाग्ने अगुवाई, त्यो तपाईँको भावना र तपाईँको मनको अगुवाई हो। जुरुक्क उठेर राति प्रार्थना गर्नु अगुवाई हुँदैन हामीलाई। प्रभु यीशु ख्रीष्टले भन्नुभयो 1 घन्टा पनि तिमीहरू मसँग प्रार्थनामा समय बिताउन सक्दैनौ। ख्रीष्ट यीशुले अगुवाई गर्नुभएको कुरा त्यो थियो चेलाहरूलाई। उनीहरू सुतेको सुते, सोफामा बसेर प्रार्थना गर्नु, बेडमा बसेर प्रार्थना गर्नु, आरामदायी जीवन लिएर प्रार्थना गर्नु, जाडोमा ओढ्नी ओढेर प्रार्थना गर्नु हामीलाई अगुवाई हुन्छ। तर चिसोमा सब कुरा छोडेर घोडामा बसेर प्रार्थना गर्ने अगुवाई हुँदैन हामीलाई। अगुवाई सजिलो हुँदैन। यीशु ख्रीष्टले बेला बेलामा तपाईँ र मलाई घोडामा ल्याउन चाहनुहुन्छ। यो जुन कुरा गाह्रो छ तर पनि गर, यो मेरो आज्ञा यही हो तिमीहरूलाई कि सजिलो चाहिँ मेरो होइन, साँगुरो चाहिँ मेरो हो, अप्ठ्यारो चाहिँ मेरो हो। तर तिमीहरू किन सजिलो खोज्छौ? याद गर्नुहोस्, म तपाईँलाई भन्न चाहन्छु, जो व्यक्ति अप्ठ्यारो र साँगुरो जीवनबाट गएको छैन नि, उसको जीवनमा पछाडि कहिले आशिष हुँदैन। आज विश्वासीहरू सबैको जीवनमा यो देख्दैछु, सजिलै परमेश्वरले आशिष दिनुहुन्छ भनेर बसिरहेको छ। तर तपाईँले यो कुराहरू पार गर्नुभएको छैन भने तपाईँको लाइफमा आशिष आउनु मुस्किल छ, कठिन छ। प्रभु यीशुसँग हामीले जहिले पनि उसको जाँचमा पास हुँदै माथि आउनुपर्छ। एउटा भाइको कुरा गर्न चाहन्छु, मलाई मन पर्यो। उसको जीवनमा पहिलोचोटि बाइक आयो, तर उसले त्यो कुरालाई एउटा हृदयमा सोध्यो। परमप्रभुले भन्नुभयो उसको मुटुमा, त चढ्नुभन्दा अगाडि तेरो पहिलोचोटि हो मलाई थाहा छ, तर पनि पवित्र आत्माले भन्नुभयो यो चाहिँ तैँले तेरो लिडरको खुट्टामा राख्नुपर्छ। तपाईँलाई थाहा छ, अनटेस्ट बाइक लिएर गएर त्यो चाबी उसले आफ्नो अगुवाको, आफ्नो मेन्टरको खुट्टामा राखिदियो। म त्यो भाइलाई सल्युट गर्न चाहन्छु, किनभने यो सानोतिनो अगुवाई होइन। आफूले जीवनमा नचढेको कति रहर हुन्छ चढ्नलाई, र पनि आफ्नो स्पिरिचुअल मेन्टरको खुट्टामा लगेर उसले राख्यो। मैले कता कता सुन्दाखेरि मेरो मुटुमा हर्ष, खुसी लाग्यो। यो परिवारको जीवन अब माथिल्लो लेभलमा गयो, मलाई सरर भइहाल्यो, किनभने त्यो परमेश्वरको राज्यमा त्यही सिस्टम हो। आमेन। त्यो चाबी लगेर राख्नु सजिलो होइन। आज हामी बाइकमा कसैलाई 5 लिटर तेल हाल्ने औकात छैन, कसैको जीवनमा हामीले उद्धार गरिदिने औकात छैन। तर कसैले आफ्नो जीवनमा पहिलो कुरा आएको लगेर लिडरको चरणमा राख्नु, आफूलाई सिकाउने व्यक्तिको खुट्टामा राख्नु भनेको यहाँ चुडिने अगुवाई हो। यो रियल अगुवाई हो। यो साँगुरो बाटो हो, यो अप्ठ्यारो बाटो हो, यो गाह्रो एकदमै प्रेसरको कुरा हो। तर पनि उसले पुरा गरेको छ र मलाई विश्वास छ जुन कुरा उसले गर्यो नि त्योभन्दा कयौँ गुणा उसको जीवनमा छिट्टै नै
यो कानले हामी सुन्नेछौँ त्यो व्यक्ति आशीषित भएको। आमेन। किनभने परमेश्वरको राज्यको प्रोटोकल यही हो। र जुन अगुवाईले तपाईँलाई दुख्दैन, जुन अगुवाई तपाईँ सजिलै गर्दै हुनुहुन्छ, त्यो अगुवाईमा मक्ख नपर्नुहोस्। तर जुन अगुवाईमा तपाईँलाई गाह्रो हुन्छ नि, तपाईँ नो भन्नुहुन्छ, परमप्रभुले तँलाई यही नै हो मेरो इच्छा, म सक्दिनँ भन्नुहुन्छ, तर पनि म तँलाई यही गरेको हेर्न चाहन्छु, तपाईँले अन्तमा उसले जितेको कुरालाई तपाईँले पुरा गरेर हेर्नुहोस् त, तपाईँको जीवन कहाँबाट कहाँ पुग्छ। त्यही कारणले गर्दा आज म यहाँहरूलाई भन्छु, भावना र मनको अगुवाई पुरा गरेको छु भनेर हामी मक्ख नपरौँ, त्यसले तपाईँलाई जहाँको त्यहीँ राख्छ। तर जब साँघुरो बाटोमा हिँड्ने अगुवाई र मलाई गाह्रो भए तापनि मैले त्यो अगुवाईलाई माने, यो आवाज सुनेर तपाईँ गर्दै हुनुहुन्छ भने तपाईँलाई कङ्ग्रेचुलेसन भन्न चाहन्छु, किन तपाईँको लेभल अब माथि जाँदैछ। आमिन। अब्राहमको जीवन जोड्न चाहे म तपाईँलाई फेरि 79 वर्षमा जन्मेको बच्चा उसँग थियो। त्योभन्दा अगाडि 75 वर्षमा परमप्रभुले उत्पत्ति 12 को कुरा गर्दैछु म। उत्पत्ति 12 अध्यायको सुरुबाट तपाईँले हेर्नुभयो भने अब्राहमको जीवनमा तपाईँले पाउनुहुन्छ 75 इयर्स ओल्ड एउटा व्यक्तिलाई परमप्रभुले भन्नुभयो, तेरो देश, तेरो कुटुम्ब र तेरो पिताको घर छोडेर त जुन देश म तँलाई देखाउँछु त्यो देशमा त जा भनेर भन्नुभयो। फेरि दोहोऱ्याउन चाहन्छु, तेरो देश, तेरो कुटुम्ब, तेरो पिताको घर। देश भनेको आफ्नो देश, कुटुम्ब भनेको आफन्तसँग जोडेको जोइन्ट फ्यामिली सब छोड्नुपर्छ। पिता भनेको आफ्नो बाउलाई छोड्नुपर्छ, आफ्नो घरलाई छोड्नुपर्छ। तिनै कुरा छोडेर त म तँलाई देशमा लाँदैछु। अब तपाईँले सुन्दा र पढ्दा बाइबल हामीले अब्राहमको विषयमा सुन्दा हामीलाई के लाग्छ? सजिलै लाग्छ। अब्राहमलाई परमप्रभुले आवाज दिनुभयो, छोडेर हिँड्यो। अब्राहमलाई परमेश्वरले भन्नुभयो, उसले सबै छोडेर हिँड्यो। कति सजिलोसँग पढ्छौँ। एकचोटि गहिराइमा तपाईँ झाँकेर हेर्नुहोस् त्यो बाइबललाई। देश छोड्नु सजिलो छैन, त्यो चुडिने कुरा हो। कुटुम्बसँग वर्षौँ वर्ष बसेर माया प्रेम एकैठाउँमा खाएको, एउटै थालमा खाएको, एउटै टेबलमा खाएको, एउटै घरमा बसेको परिवार र कुटुम्ब आफन्तजनलाई छोडेर चटक्कै तपाईँ जानुपर्दा के तपाईँको आँखामा आँसु आउँदैन? सजिलैसँग स्टोरी नहेर्नुहोस्, सजिलैसँग बाइबललाई नबुझ्नुहोस्, तपाईँले त दर्दलाई तपाईँले पाउनुहुन्छ। कति गाह्रो भयो होला। र आफ्नो पितालाई छोड्नु सजिलो छैन। तपाईँ 1 महिना काहीँ जानुभयो भने तपाईँलाई न्यास्रो लाग्छ। आफ्नो परिवारलाई 2 दिन छोड्दाखेरि तपाईँको आँखामा आँसु, फोन गर्नुहुन्छ, भिडियो कल गर्नुहुन्छ। अब्राहमले देश छोडेको छ। तपाईँलाई लाग्ला 1 महिनाको लागि छोडेर आइज छोरा, 5 महिनाको लागि छोडेर आइज छोरा, लेखेको छैन। सदाको लागि उसले छोडेको छ। त्यो नि सानो कुरा थिएन, त्यो साँघुरो माटो। र आज उसले छोडेको छ र त्यो कुरालाई पुरा गरेको छ, खुर्क भनेको मानेको छ। र आज अब्राहमको विषयमा विश्वासको पिता किन लेखिएको छ? त्यसै लेखेको छैन। सुरुदेखिको जाँचमा अब्राहम पास हुँदै आएको छ। त्यो साँघुरो बाटोको अगुवाई उसले पास गर्दै आयो। र यहाँहरूलाई भन्न चाहन्छु, तपाईँको जीवनमा परमप्रभुले यसरी बोल्नु भएको छ भने छोड्नु सक्नुहुन्छ? तपाईँले माया गरेर राखेको चिज लगेर कसैलाई दे भन्दा दिनु सक्नुहुन्छ? तपाईँले आफूलाई लगाउन किनेको चिज, तँलाई राम्रो लागेको चिज नलगा, तर तैँले आदर गरेको मानिस अथवा तैँले माया गरेको व्यक्तिहरूलाई लगेर दे सक्नुहुन्छ? तपाईँले खुत्रुकेमा राखेको पैसा सबै लगेर मेरो भेटीमा हाल सक्नुहुन्छ? तैँले बल्ल बल्ल 10 वर्ष लागेर जोडेको सुन पनि म आज माग्दैछु, मेरो भेटीमा ल्याएर हाल सक्नुहुन्छ? अगुवाई सजिलो हुँदैन त। किन हामी माथि जाँदैनौँ? किन परमेश्वरको छोराछोरी प्रार्थना गर्दा मात्रै माथि जाँदैन? आज यहाँहरूलाई भन्न चाहन्छु, आज पटक पटक परमेश्वरको छोराछोरीहरू भावना र मनको अगुवाईमा चलिरहेछ। परमेश्वरको आत्माको अगुवाईमा त हामी आएकै छैन। जुन दिन तपाईँ परमेश्वरको आत्माको अगुवाईमा हिँड्न सुरु गर्नुहुन्छ, तपाईँले 1 महिना नि होइन, 10 महिना नि होइन, तपाईँले यति सरप्राइजिङ जीवन पाउनुहुन्छ। पल पल आज तपाईँले गर्नुहुन्छ, भोलि तपाईँलाई परमेश्वरले आशिष दिइरहेको तपाईँले पाउनुहुन्छ। तर हामीले यस्तो अगुवाई खोज्दो रहेछौँ जुन मलाई सजिलो हुन्छ।
परमप्रभुले तपाईँलाई तपाईँसँग भएको 20,000 पैसा खल्तीमा राख्नु भएको छ, तर तपाईँलाई कम्फर्ट भएको पैसा मात्रै हामी भेटीमा हाल्छौँ, किनभने हामीलाई यति नै अगुवाई भयो भन्छौँ। अगुवाई यति भयो, 20बाट 2,000 झिकेर दिनु सजिलो, तर 20मा 20 हाल भनेर यदि परमप्रभुले तपाईँलाई भन्नुभयो भने गाह्रो। अनि हामी सोच्छौँ 2 चाहिँ परमप्रभुको अगुवाई हो। सधैँ उहाँले त्यस्तो अगुवाई गर्नुहुन्न, सधैँ तपाईँलाई निचोड्ने, मार्ने, सधैँ तपाईँलाई अप्ठ्यारोमा पार्नको लागि परमप्रभुले माग्नुहुन्न, तर यस्तो यस्तो कुरामा तपाईँलाई जाँच्नुहुन्छ, त्यतिखेर तपाईँ र मैले जीव प्रभु भनेर हाल्न र जीव प्रभु भनेर हिँड्न सिक्नुपर्छ। अब्राहमको सेकेन्ड परीक्षालाई तपाईँले हेर्नुभयो भने 99 इयर्समा जन्मेको छोरोलाई पनि उहाँले फेरि माग्नु भएको छ। उसले भनेन फेरि किन मलाई मात्रै, किन थाहा छ दोस्रो, त्यहाँबाट अझै अब्राहमलाई माथि लानु थियो। आमेन। तपाईँलाई के लाग्छ, एउटा लेभल पास गरेर जुन आशिषमा परमप्रभुको चाहना त्यही आशिषमा नै उहाँले त्योभन्दा माथिको आशिषमा लानु चाहनुहुन्छ। हामी के सोच्छौँ, जुन परीक्षालाई मैले पास गरेँ अब त म माथि पुग्छु, नै त्यो परीक्षालाई तपाईँले पास गर्नुभएको लेभल यहाँ पुग्यो, अब यहाँबाट फेरि उहाँ माथि लानु चाहन्छ, तपाईँलाई फेरि एक्जाम पास गर्नुपर्ने हुँदो रहेछ। मैले मेरो जीवनमा अनुभव गरेको छु। मैले यही पुलपिटमा बसेर भनेको थिएँ, यदि परमप्रभुले मलाई भन्नुभयो भने म त्यो कुराहरू सट्टै दिन चाहन्छु। तपाईँलाई थाहा छ, पवित्र आत्माले सोध्नुभयो, माग्नुभयो, मैले एकछिन पनि नहिचकिचाइकन त्यो कुरा उहाँलाई मैले दिएको छु। जब मलाई माग्नुभयो सानो कुरा, त्यसपछि मलाई त्योभन्दा ठुलो कुरा दिनुभयो। आमीन। त्यही कारणले गर्दा जोडिएर भावना, मन र तपाईँले मायासँग र तपाईँको जिन्दगीमा टाँसेर बसेका कुराहरू, तपाईँको लागि बहुमूल्य र मायाले भरेका कुराहरू प्रभु यीशुले बेला बेलामा तपाईँलाई खोज्नुहुन्छ। त्यतिखेर तपाईँ के भन्नुहुन्छ उहाँलाई, म दिदिनँ, म सक्दिनँ। त्यसपछि तपाईँको जीवनमा रियल अगुवाईमा तपाईँ हिँड्नु भएको छैन। र आत्माको अगुवाईमा जिउने मान्छेहरू एकदमै साँघुरो बाटो गरेर हिँडिरहेको हुन्छ।